नमस्ते साथीहरू, स्वागत छ सबैलाई मेरो युट्युब च्यानलमा। आज म एक्लै घरबाट निस्किँदैछु। आजको मेरो यात्रा घरबाट पुनर्वास हुँदै धनगढी भन्सारदेखि विभिन्न ठाउँसम्मको हुनेछ। अहिले म घरबाट निस्किसकेको छु। बाटोमा देखिने रमाइला दृश्यहरू र मेरो आजको यात्राको अनुभव तपाईहरूलाई पनि देखाउँदै जानेछु। भिडियोको साथमा रहनुहोस्। अब म पुनर्वासतर्फ जाँदैछु। बाटो शान्त छ, मौसम पनि एकदमै राम्रो छ। एक्लै यात्रा गर्दा आफ्नै किसिमको मजा हुँदो रहेछ। बिहानको करिब 9 बजे घरबाट सुरु भएको यात्रा पुनर्वास हुँदै धनगढीको भन्सार रोडसम्म आइपुगेको छ। अब यहाँदेखि बाँकी सफर म तपाईँलाई भिडियोमा देखाउने छु र फाइनली म धनगढी चौराहा नजिक रहेको एनसेल सेन्टरमा आइपुगेको छु। एनसेल सेन्टरमा किन आएको हो भन्दाखेरि म चाहिँ यहाँ तपाईँको आइफोन 15बाट आइफोन 17 प्रो म्याक्समा एनसेलको इसिम ट्रान्सफर गर्नका लागि चाहिँ एनसेल सेन्टरमा पुगेको छु। फिजिकल सिमलाई इसिम बनाउन नजिकैको एनसेल सेन्टरमा गएर नागरिकताको प्रतिलिपि लिएर जानुपर्ने हुन्छ। सो फाइनली मैले पनि इसिम बनाइसकेको छु। अब यहाँबाट निस्केर पुनः अर्को गन्तव्यतर्फ यहाँ देख्न सक्नुहुनेछ उग्रतारा सप। यहाँ आइपुगेको छु। यहाँ चाहिँ म ल्यापटप मर्मत गर्न आएको हो। यहाँ तपाईँले आफ्नो ल्यापटप कम्प्युटरहरू मर्मत गर्नुका साथै नयाँ ल्यापटप कम्प्युटर क्यामेराहरू र तपाईँको घरमा चाहिने थप एसेसरिजहरू पनि तपाईँले यहाँबाट खरिद गर्न सक्नुहुनेछ। म चाहिँ तपाईँको ल्यापटप कम्प्युटर क्यामेराहरू सबै यहीँबाट खरिद गर्दै आइरहेको छु र मर्मतका लागि पनि यहीँ ल्याउने गर्दछु। अहिले चाहिँ ल्यापटप मर्मतमा रहेको छ। करिब 1 घन्टा जति लाग्छ भनेर भन्नुभएको छ। पसलको दृश्य म तपाईँलाई देखाइरहेको छु। उग्रतारा हैन, एकदमै राम्रो विश्वासिलो भरपर्दो पसल हो। तपाईँले यहाँनिर आफूले चाहिने फ्रिज, ल्यापटप, कम्प्युटर, प्रिन्टर मेसिनहरू सबै पाउन सक्नुहुनेछ। मैले चाहिँ यहीँबाट खरिद गरेको छु हैन, फ्रिज, ल्यापटप, कम्प्युटरहरू। करिब 1 घन्टापछि ल्यापटप बनिसकेको छ र पुनः म अर्को गन्तव्य विपिन बुक्स एन्ड स्टेसनर्स भन्ने पुस्तक पसल एलएन चोकमा रहेको छ। यहाँ आएको छु। यहाँ चाहिँ म तपाईँको विभिन्न डकुमेन्टहरू फोटोकपी र प्रिन्ट गर्नका लागि आएको हो। यहाँ देख्न सक्नुहुनेछ विपिन पुस्तक पसल। तपाईँले लोकसेवासँग सम्बन्धित हैन विभिन्न शिक्षक सेवाका पुस्तकहरू र विभिन्न स्कुल कलेजका किताबहरू पनि तपाईँले यहाँबाट सुपथ मूल्यमा प्राप्त गर्न सक्नुहुनेछ। सो सेवाको मौका अवश्य दिनुहोला विपिन पुस्तक पसललाई पनि। म निरन्तर फोटोकपी प्रिन्टहरू गर्नु परेमा र विभिन्न स्टेसनरीहरू किन्नका लागि निरन्तर यहीँ आउने गर्दछु। अब यहाँबाट पुनः अर्को गन्तव्यतर्फ लाग्नेछु। फाइनली यो गन्तव्य देख्न सक्नुहुनेछ। म चाहिँ अहिले नेपाल टेलिकममा आएको छु, एनटिसी सिमको अफिसमा। तपाईलाई लाग्दै होला किन आएको हुँ यहाँ भन्दाखेरि यहाँ चाहिँ तपाईँको मेरो नेपाल टेलिकम एनटिसीको सिम चाहिँ मसँग रहेको थियो 3G मा र अलिकति नेट स्लो चलेको हुनाले नेट फास्ट चलाउनका लागि 4G बनाउन आएको हुँ। यहाँ पनि तपाईँको नागरिकताको प्रतिलिपि लिएर आउनुपर्ने हुन्छ, कसको नाममा सिम छ हैन। सो फाइनली मैले तपाईँको मेरो सिमलाई 4G बनाइसकेको छु र 4G बनाएर पुनः बाहिर आइसकेको छु र यो तपाईँको नेपाल टेलिकम एनटिसी बाहिरको दृश्य हो। तपाईँलाई देखाइरहेको छु डुअल क्यामेराको माध्यमबाट। आइफोन 17 प्रो म्याक्समा चाहिँ एउटा फिचर रहेछ डुअल क्यामेराको हैन, जुन एकदमै मन पर्यो र डुअल क्यामेराबाट नै आज भिडियो खिचाउन त भनेर तपाईँको डुअल क्यामेरा युज गर्ने जमर्को गरेँ। फाइनली सफलतापूर्वक नेपाल टेलिकममा मैले आफ्नो सिमलाई 4G बनाइसकेको छु र अब म यहाँबाट धनगढीको क्याम्पस रोडतर्फ लागेँ जहाँ ग्लोबल आइएमए ब्याङ्क रहेको छ। किन आएको छु ग्लोबल आइएमए ब्याङ्कमा भन्दाखेरि म चाहिँ यहाँ तपाईँको खाताको स्टेटमेन्ट निकाल्नका लागि आएको हुँ। फाइनली मैले ग्लोबल आइएमए ब्याङ्कमा खाताको स्टेटमेन्ट निकालेर पेट्रोल पम्पमा गई बाइकमा पेट्रोल फुल भरेँ। पेट्रोल भरेर म पुनः तपाईँको अर्को ब्याङ्कमा आएर केवाइसी अपडेट गर्नुपर्ने थियो। केवाइसी अपडेट गरेँ र केवाइसी अपडेटको काम सकेपछि म यहाँ तपाईँको धनगढी चौरामा रहेको गुरुङ सुकुटी कर्नरमा आएँ खाजा खानका लागि। खाजा अर्डर गरेँ, खाजा खाएँ। खाजा खाइसकेर एकदमै पिरो खाजा थियो। सो खाजा खाएर पेमेन्ट गरी घरतिर लागेँ। यो दृश्य तपाईँ देख्दै हुनुहुन्छ लालझाडी गाउँपालिका वडा नम्बर 1 को। फाइनली गाइज, थ्याङ्क यू सो मच तपाईँहरू सम्पूर्णलाई आजको दैनिकी भिडियो हेरिदिनु भएकोमा। कस्तो लाग्यो? कुनै पनि खुल्दुली समस्या, जिज्ञासा, सुझाव, सल्लाहहरू छन् भने कमेन्ट बक्समा राखिदिनुहोस्। भिडियो मन परेको छ भने लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नुहोस् र सब्सक्राइब गर्न छुटाउनु भएको छ भने प्लिज सब्सक्राइब पनि गरिदिनुहोस्। फेरि भेटौँला अर्को भिडियोमा। लाक्पा शेर्पा बिदा चाहन्छु। नमस्कार।